हर त्यो चीज जहाँ थियो त्यही नै छ। त्यो स्कुलको रेलिङ जहाँ उभिएर हामी घन्टौँ उल्लाह गर्थ्यौँ, कहिलेकहीँ गहिरो विश्लेषणपूर्ण बहस पनि त्यस्तै छ, त्यही नै छ। आज पनि म त्यहाँ उभिएँ, ओङ्गे सरको अदृश्य उपस्थितिलाई मनका कुराहरू मनमनै सुनाउँदै। साँझतिर चिसो अनुभव भयो, हिउँद लाग्न थालेछ। अर्को महिना काटेपछि क्राइस्टको जन्मदिन सबैले सधैँ जस्तै मनाउनेछ। तर ओङ्गे दाजु बडा दसैँको भाग बोकेर त्यो हँसिलो रसिलो मुद्रामा अब सधैँ जस्तो कहिले मेरो घरमा आउँछन् र कुनै दिन हामी फेरि दार्जिलिङ जान पर्ला, सधैँ जस्तै त्यही डायसिजन हाउसको आँगनमा गाडी रोक्छौँ र राख्छौँ नै। तर जाउँ एकछिन टनबुल भनेर कसैले भन्ने छैनन्, किनकि त्यहाँ ओङ्गे सर त हुँदैन। सर त जहाँ छन् त्यहाँ त भावना पनि एकहोरो मात्र जान्छ, न गाडी जान्छ, न त माया गर्नेहरूको सन्देश नै। भाउजू कञ्चन, छोरी पन्दी, ओङ्गे सरकै छवि छोरो एड्विनलाई स्कुल जाने बाटोमा सधैँ जस्तो भेट्छु नै। तर सधैँ जस्तो दाजु कहिले आउनुहुन्छ भनेर हाँस्दै सोध्दा कहाँ हुन्छ र? दाजु त सधैँलाई कुनै अनभिज्ञ कल्पनाको देश त गइसके। म फेरि बिरामी पर्छु होला, साथीहरू हुल बाँधेर हेर्न आउँछन् नै। त्यहाँ भिडमा पनि म बिर्सिएर ओङ्गे दाजुलाई एकचोटि त खोज्छु नै होला। त्यति बेलासम्म मैले मानिसकेको हुन्छु होला र ओङ्गे दाजु त त्यो ठाउँमा छ जहाँ कोही पनि बिरामी पर्दैन। त्यहाँ औषधि पसल हुँदैन, कुनै पीडा, चोट, रोग र आघातले कोही पनि छटपटाउँदैन। त्यो दिन गोवर्धन पूजा थियो, 23 अक्टोबर 2006। ओङ्गे सर चिर निन्द्रासित एसयुएम पाठशाला प्राङ्गणमा, त्यही ठाउँ जहाँ उनले अध्ययनको कखरादेखि उच्च माध्यमिकसम्म औ अध्यापनको 1.5 दशक बिताए। अन्तिम दर्शनको पालो पर्खिरहेको अपार भिड। नवसर नानी जस्तै रोएको सम्झन्छु। शहीद सर छाँद हालेर रोएको बिर्सन सक्दिनँ। अघिल्लो दिन बागडोगरामा जायन सर नानी जस्तै रोएका थिए। म स्वयंले मन बाँधेर पोख्न चाहेको लिपिबद्ध भावना पनि पुरा पोख्न नै सकिन। गत 17 तारिक बिहानदेखि हामी जति पनि एसयुएमसँग प्रत्यक्ष परोक्ष रूपमा संलग्न साथीहरू, हाम्रा शुभचिन्तक, एसयुएम विद्याश्रमका भूतपूर्व छात्र जतिसँग पनि हामी भेट्यौँ। कसैको आँखा हाँसेको हामीले देखेनौँ। तिहार आयो, कालेबुङ थपक्क दीपावलीको सन्ध्यामा उज्यालियो, तर हामी सबैको आँख अघि एउटा कहिले नमेटिने, कहिले ननासिने अन्धकार जस्तो छाइरह्यो। र म स्वयंले यो एसयुएम प्राङ्गणमा यो परिवेशमा जस्तो देखेँ, त्यही यहाँ मैले केही लेख्ने कोसिस गरेको छु। अधरको अभिनयले निर्जीव हाँसो त बटुल्न पनि सकिएला, तर यहाँ त मुटुदेखि आँखासम्मै वेदना छ। मन दुखाएर 2 दिन नबोलेको साथीलाई सम्झेर त रोइन्छ भने यहाँ त मायालु साथीले सधैँ सधैँलाई नै एक्लो पो पारेको छ त। समयले यो घाउ भरेर एक दिन अमिट यादको एल्बममा लुकाउला पनि, तर आज भने मलाई सम्झाउने कोसिस नगर, किनकि न तिमीसित यति धेरै शब्द छ, न मसित यति ठुलो मुटु। म त साधारण मानिस नै हुँ, घात प्रतिघातमा रुने मुटु नै छ। यसैले आज मलाई आँखाभरि रुन देऊ, रुँदा रुँदै थाकेर ननिदाउन्जेलसम्म। मुटुभरि रुन देऊ, गाँठो परेको यी भावनाहरूलाई आँसुले नफुटाउन्जेलसम्म। हे ईश्वर, तिमीले नै रस्यौ, तिमीले नै बिगार्यौ। अब यो पीडा सहने शक्ति पनि तिमीले नै देऊ। म उभिएको धरती किन भाँसिँदैछ, उभिने सहारा तिमीले नै देऊ। यो आकाश किन म माथि खस्दैछ, यो आकाश तिमीले नै रोकिदेऊ। मेरो आँखा अघि किन धमिलो बन्दैछ, हे ईश्वर,
यो बादल तिमीले नै हटाइदियो, तिमीले नै। We'll miss you, Lisa. We'll miss you. अनि यो 5-6 दिनको अन्तरालमा यसो वृद्धाश्रमले पठाएको खबरलाई स्वीकार गर्नुहुँदै तपाईँहरूले जुन आज यो प्राङ्गणमा उपस्थिति दिनुभयो, ओङ्गे सरको यो अन्तिम यात्रामा सहभागी पनि दिनुभयो, हामीले आफै स्वयंलाई तपाईँहरूको यो उपस्थिति देख्दा, तपाईँहरूको माया देख्दा, ओङ्गे सरको जीवनकालको मूल्याङ्कन तपाईँले जुन ढङ्गमा गर्नुभयो, सायद त्यसमा हामी आफैलाई चुकेको सम्झन्छौँ। यसअघि म बढ्न सकिनँ, बस एउटा खुनामा उभिएर हेरिरहेँ। मैले चिनेको थोरै र नचिनेको हजारौँ मानिसहरूले लन्डनमै सिल गरेर सुरक्षित वायुमार्गबाट पठाइएको कफिनको काँचबाट ओङ्गे दाजुको शान्त मुहार हेरेर उदास बनेको। त्यही दिन थाहा भयो मलाई, त्यो रसिक, लयालु गायक, मार्शल आर्टमा ब्ल्याक बेल्ट, पहिले एसियामा सहप्रधानाचार्य र अहिले टनबुल उच्चतर विद्यालयका प्राचार्य ओङ्गे सर त चर्च अन्तर्गत उत्तर भारतमा धेरैवटा वरिष्ठ अभिभावकहरू पनि एक्लै सम्हाल्दै थिएछन्। त्यहाँ उनलाई सुम्पिएका भारहरूको विवरणहरू पनि घरिघरि भनियो। धेरैवटा मैले बुझिनँ पनि, तर कता कता पापी मनले सम्झ्यो। यति धेरै बोझले नै कतै उनको मुटुको रोग त पैदा गरेको होइन, तर हो भने पनि के पो गर्ने यति ढिलो भइसकेपछि। एसएम विद्याश्रमका प्राचार्य नवरत्न प्रधान, मेरो आत्मीय सम्बोधन मानव दाजु, स्वयंले ओङ्गे सरको अन्तिम क्षणको विवरण सबै समक्ष सुनाउन खोज्दा उहाँ स्वयंलाई आफ्नो मनलाई सम्हाल्न खोजेको प्रश्न देखिन्थ्यो। र इङ्ल्यान्ड उहाँ 5 तारिक चाहिँ दार्जिलिङबाट उहाँले प्रस्थान दिनुभयो अनि 6 तारिक दिउँसो 1 बजी उहाँको फ्लाइट थियो र इङ्ल्यान्डमा उहाँलाई कोभेन्ट्री, पहिला चाहिँ उहाँहरू लन्डन जानुभयो। लन्डनमा एउटा कन्फरेन्स थियो, फ्रेन्ड अफ चर्चेस इन इन्डिया भनेर, त्यो अर्गनाइजेसनको इन्डिया YMCA लन्डनमा त्यो मिटिङ थियो अनि त्यो एटेन्ड गरिवरिकन उहाँहरूलाई कभेन्ट्री भन्ने डिस्ट्रिक्टमा लगिएको थियो र कभेन्ट्रीको विभिन्न जग्गाहरू उहाँले भ्रमण गरे पश्चात सिनोड मिटिङ एटेन्ड गर्नुभएछ। अनि सिनोड मिटिङमा उहाँले एउटा मुख्य भूमिका पनि निभाउनु भयो, चर्च अफ नर्थ इन्डियाको विषयमा केही कुरो भन्ने। अनि विभिन्न स्थानमा हामीहरूको रिप्रेजेन्टेटिभ्सहरूलाई लगेर राखिन्छ, विभिन्न घरमा लगेर राखिन्छ अनि त्यो घरहरूमा चाहिँ बेलुकी यसरी नै वरिपरिका चर्च मेम्बर्सहरू आएर हामीहरूको कथा सुन्ने क्रम त्यहाँनिर चल्छ। र 16 तारिक बेलुकी योक्सारको हावर्ड ब्रिज भन्ने एक व्यक्तिको घरमा चाहिँ उहाँ बस्नु भएको रहेछ। हावर्ड ब्रिज चाहिँ उहाँको अन्तिम होस्ट। अनि त्यो व्यक्तिको घरमा 7-7:30 बजीतिर खानासाना खाइवरिकन उहाँहरू जतिजना भेला हुनुभएका थिए उहाँहरू सिटिङ रुममा सर्नुभएछ। अनि सिटिङ रुममा ओङ्गे सरले इन्डियाको चर्चेसहरूको लाइफ, जीवनशैली कस्तो छ त्यस विषयमा उहाँले कथा भन्नु हुँदै थियो अरे। अनि हिजो पनि मैले यो कुरो दार्जिलिङमा भन्दै थिएँ कि इङ्ल्यान्डको जुन घरमा बसेको थियो त्यो घरको बाउले हामीहरूलाई जुन सूचना दिनुभयो, उहाँहरूको भनाइअनुसार चाहिँ हि वाज इन अ भेरी जोभियल मुड भनेर उहाँहरूले भन्नुभएको छ। एकदमै खुसी हुनुहुन्थ्यो अरे, एकदमै खुसी पाराले उहाँले इन्डियाको चर्चेसहरूको विषयमा, स्पेसली चर्च अफ नर्थ इन्डियाको विषयमा उहाँले भन्नुहुँदै थियो। अनि स्कुल र चर्चको विषयमा बिचमा कस्तो सम्बन्ध छ यस विषयमा जानकारी उहाँ दिँदै गर्दाखेरि हठात उहाँलाई यो आघात आइपर्यो। छातीमा उहाँले हात राखेर उहाँ घोट्टो पर्नु भयो अरे, त्यहाँ नै उहाँले आफ्नो प्राण त्याग्नु भएछ। अनि त्यति नै बेला उहाँले हतार एम्बुलेन्सहरू बोलाएर ल्याए, तर ईश्वरको इच्छा त्यस्तै नै थियो कि उहाँको अन्तिम दिन त्यहीसम्म रहेछ
उहाँको समय त्यही दिन त्यही समयसम्म रहेछ। उहाँले आफ्नो चर्चको विषयमा भन्दै आफ्नो प्राण त्याग गर्नुभयो र आज जति पनि यहाँ महानुभावहरू उहाँको यो अन्तिम यात्रामा सामेल हुनुभएको छ, म उहाँको सानो बाल्यकालदेखिको साथीको हैसियतले हजुरहरूप्रति आभार व्यक्त गर्दछु। यति बेला झट्ट याद भयो मलाई 11 सितम्बरको त्यो दिन हामी सबै टनबुल स्कुलको सेन्टेनरी मनाउन दार्जिलिङ गएका थियौँ। देशभरिका वरिष्ठहरूलाई समय दिँदै पनि ओङ्गे दाजु हामी भएको ठाउँमा आइपुगे। एक कुनामा उभिएर धेरै गफ गर्यौँ, वर्तमानको थोर, अतीतको धेर। त्यही दिन थाहा भयो मलाई ओङ्गे दाजु युके जाने रहेछन्, एक समय विश्वलाई जितेर राज गर्ने त्यो देश। पासपोर्ट, भिजा, इमिग्रेसन, डलर, पाउन्ड भन्ने शब्दहरू मलाई सानैदेखि साह्रै खानदानी लाग्ने। मजा लाग्यो मेरा दाजु जानेछन्, कल्पना पनि मुस्किलले पुग्ने त्यो देश। तर त्यति बेला मलाई के थाहा, विश्व जित्ने त्यो देशमा नै मेरो दाजुले कष्टमय सांसारिक जीवनलाई जितेर मोक्ष प्राप्त गर्नेछन्। हो, मेरो दाजु खबर मात्र बनेर फर्किए। 17 अक्टोबर बिहान उनको हृदय गति रोकिएर उनका धेरै मित्रहरूको, आफन्तहरूको हृदयमा बिजाइरहने आघात पुर्याउँदै 22 अक्टोबर गाई तिहारको दिन लन्डनको हिथ्रो विमानस्थलबाट उडान भरेर मुम्बई कोलकाता हुँदै जेट एयरवेजको विमानले निस्तब्ध ओङ्गे दाजुलाई बागडोगरामा हाम्रो हातमा सुम्पियो। पहाडभरिबाट यति धेरै आफन्त र साथीहरू त्यहाँ पुगेका थिए। छेउमा कुनै एक भद्र अनेपालीले भन्दै थिए, आज एक बहुत बडा आदमी का डेड बॉडी आया है। गर्व पनि लाग्यो मेरो दाजुले पाएको सम्मान देखेर। अझै कति धेर मान, यश र मान, माया कमाउने थियो होलान्। तर दैवले उनलाई केवल 50 वर्षको अल्पायु मात्र दिएको थिएछ। स्वर्गको फुलबारी जस्तै सजाएको गाडीमा ओङ्गे दाजुलाई चढाएर हामी उकालो लाग्यौँ दार्जिलिङ हुँदै कालेबुङ आउन। दार्जिलिङ पुग्दा साँझ परिसकेको थियो। बाटोभरि श्रद्धाञ्जली चढाउनेहरूको निम्ति गाडी रोक्न पर्दा
ओङ्गे दाजुले 9 वर्ष प्राचार्य रहेर सम्हालेको टनबुलको हलमा अन्तिम छुट्टीको निम्ति दाजुलाई राख्यौँ। एउटा मार्मिक घटना भयो त्यो दिन। अन्तिम विदाई दिने अपार भिडको एक कुनामा एक हुल मजदुरी गरेर जीविका चलाउनेहरू, हाम्रो भाषामा कुल्ली दाईहरू, खदा चढाउन पाइन्छ कि भनेर सोध्दै रहेछन्। जुन श्रद्धाले उनीहरूले खदा चढाए, रुद्ध कान्छाले हाम्रा त देउता नै गए, लहे कान्छा भोलि चाहिँ एक दिनको रोज मारेरै भए पनि कालेबुङ जानुपर्छ है भनी सल्लाह गरे। त्यो समय मलाई थाहा भयो चोखो व्यवहारका धनी ओङ्गे दाजु सबैका कति मायालु। प्रार्थना गरौँ। हामी जुनै पनि परिस्थितिमा तपाईकै चरणमा पर्छौँ हे स्वर्गीय पिता, किनकि तपाईँमा मात्र हाम्रो पूर्ण भरोसा अनि आस्था छ अनि तपाईँले मात्र हामीलाई दृढता र सामर्थ्य र शान्ति अनि सान्त्वना दिन सक्नुहुन्छ। हामी धन्यवाद दिन्छौँ कोटिसरको जीवनको लागि अनि धन्यवाद दिन्छौँ तपाईँले नै दिनुभयो, तपाईँले दिनुभयो। शोकित परिवारसँग तपाईँ नित्य भइबक्सियोस् अनि अब दिनको उद्धारको सबै कार्यक्रममा तपाईँको नित्य अगुवाई पनि। भोलिपल्ट पार्थिव शरीरलाई पञ्चतत्त्वमा समर्पण गर्ने दिन थाहा भयो दार्जिलिङमा कुनै अप्रिय घटनाको कारण बन्द डाकिएछ। दार्जिलिङबाट सबै आए, टर्नबुलका सबै शिक्षक अनि धेरै विद्यार्थीहरू, नेपाली गर्ल्स स्कुलका प्रधानाचार्य, शिक्षिकावर्ग र त्यति नै विद्यार्थीहरू, उत्तर भारत मण्डली अन्तर्गत बिशप महोदय राइट रेभरेन्ड नरेश अम्बाला लगाए सबै वरिष्ठहरू आए। तर ती दाईहरू बन्दले रोकियो होला। तरै पनि दार्जिलिङबाट आउनेहरूको भिडमा मेरो आँखाले भने ती दाईहरूलाई नै खोजिरह्यो, व्यर्थै खोजिरह्यो।
सबैको प्यारो ओङ्गे सर, ओटी एडेन, मिस्टर एडेन, म उसलाई ओटा भनेर बोलाउँथेँ, ओटिए। स्वर्गीय ओङ्गे छिरिङ आगमको जन्म एसयुएमआई कम्पाउन्ड कालिम्पोङ निवासी स्वर्गीय बीएस एडेन अनि श्रीमती एस एडेनको माइलो पुत्रको रूपमा 19 तारिक अप्रिल 1956 सालमा भएको थियो। उहाँले आफ्नो शिक्षा एसयुएमआई विद्यालयको ढुङ्गा क्लासबाट सुरु गरी त्यस बेलाको पुरानो हायर सेकेन्डरी एजुकेसनसम्म नै पढी सिद्ध्याउनुभयो। 1974 सालमा क्लास 11 को परीक्षा पास गर्नुभए पश्चात 1974-75सम्म शिक्षाको पेसा अपनाई सिक्किम पस्नुभयो। तर त्यहाँ कति कारणवश त्यो पेसा छोडी फेरि आफ्नो शिक्षालाई बढाउने उद्देश्यले कालिम्पोङ कलेजमा एडमिसन लिई बिए पास गर्नुभयो। त्यसपछि नर्थ बेङ्गल युनिभर्सिटीबाट इकोनोमिक्समा एमए पास गर्नुभयो र आफू पढेको आफ्नै आपाले शिक्षकको काम गरेर आफ्नो सारा जीवन बिताएको स्कुल त्यही विद्यालयलाई सेवा पुर्याउने उद्देश्य लिएर तिनले एसयुएमआई हायर सेकेन्डरी सेक्सनमा एसिस्टेन्ट टिचरको रूपमा 1985 देखि काम सुरु गर्नुभयो। यसै बिचमा रामकृष्ण बिटी कलेज गार्डनबाट बिएड पास गर्नुभयो। तिनले एसिस्टेन्ट हेडमास्टरको पद पनि सम्हाल्नु भएको थियो। तर टर्नबुल हायर सेकेन्डरी स्कुल दार्जिलिङमा एक असल हेडमास्टर चाहिएको अनि डायोसिसमा पनि एक असल व्यक्तिको नितान्त आवश्यक परेको कारण 8 तारिक अगस्त 1997 सालमा हेडमास्टर बनी टर्नबुल हायर सेकेन्डरीको पदभार सम्हाल्न दार्जिलिङ सरुवा भई आज मृत्यु पर्यन्त काम गर्दै थियो। तिनकै कार्यकालमा टर्नबुल स्कुलले शतवार्षिकी सेन्टिनरी मनाउन सक्षम बने। The school annual day on the 11th September as well as the prize day function. So on the 13th, all the parents will be invited. We have already invited all the parents and children, and the meritorious students of the last academic session will be awarded with the prizes on the 13th. And on 14th, the Alumni Association of Townville Higher Secondary School, they have organized for the first time an inter-school quiz competition. तिनी आफ्नो सबै काम सिद्ध्याएर आज यहाँ उहाँले छोडी जानुभएको छ। वृद्ध आमा मिसेस ए एडेन, उहाँको धर्मपत्नी मिसेस कञ्चन रुथ एडेन, छोरी मिस एब्रोना लिपन्दी एडेन, छोरा मास्टर एडविन रेजोन एडेन, जेठा दाजु मिस्टर एनपी एडेन अनि उहाँको भाउजू मिसेस सुब एडेन, कान्छा भाइ मिस्टर वाइटी एडेन, बुहारी मिसेस प्रणिता एडेन अनि उहाँको छोरो एन्ड्रोनिकस एडेन, मण्डली डायसेस सिएनआईका सम्पूर्ण परिवार, सुर्ता सम्पूर्ण परिवार, आफ्ना टाढा नजिकका आफन्त प्रियहरू, साथी सङ्गीहरू उहाँले आज छोडी जानुभएको छ। 21st October 2006 to Mrs. Kanchan Ruth Aden and the members of the bereaved family, Kalimpong. Dear Kanchan,
The news that our dear Bhai Ongesa is no more has shaken me personally, and I know that it is a great loss not only to you and your family, but to the entire church, the Church of North India. On the fateful night of 16th October 2006, he went to his heavenly abode while sharing stories about the life and witnesses of the churches in India to the people gathered in the house of Mr. and Mrs. Harold Bridge that night. He died while ministering to his Lord and Savior, Jesus Christ. He was a member of the Synod Executive Committee and the Committee of Management of the Church of North India Trust Association during the last triennium. He had been one of the strongest pillars in the Diocese of Eastern Himalaya, particularly in relation to the protection of the trust properties in the diocese. Someone has said that leaders are born, not made. Ongesa was one such born leader who stood the test of time and challenges, and it will not be out of place to mention here that he was the product of the crisis in the church in the early 90s. The Church of North India lost a versatile person, a linguist, a singer, a martial artist, a social activist, and a very loving, jovial person. We thank God for the life and the witness of Ongesa. On behalf of the moderator of the Church of North India, the Most Reverend Joel V. Mal, and other CNI bishops, my family and my colleagues at the CNI Synod Secretariat, I send our heartfelt prayerful condolences to you, the members of your family, the school community, and the people of the Diocese of Eastern Himalaya. Yours in his mission, Reverend Dr. N.S. Das Pradhan, General Secretary, Synod of the Church of North India. Messages from our Bishop, the Right Reverend Prabal Kamtu Datta, and the entire diocese, to you, Mrs. A, and to the family. We remember you in our prayers and will definitely uphold you, especially at this time of your bereavement. सम्बोधन तिमीलाई गर्दैछु म सिकेका ती सबै धुनहरूले समर्पण गीत यो गर्दैछु म तिम्रै ती मिठा रागहरूले छाडी गयो हामीलाई जीवनको यो मोडमा सम्झना भई बिलायो हावासँगै उडी गयो याद मात्र सम्झना मुटुमा आइरहन्छ बिथोल्छ बियोका पलहरूले टाढियौ तिमी नभेट्ने गरी अङ्गाल्छ तिम्रै भावनाले छाडी
सम्झना भई बिलायो हावासँगै उडी गयो 16 अक्टोबर 2006 को साँझदेखि मेरा प्यारा ओङ्गे दाजु अब सधैँलाई स्वर्गमा छ। अब जति दिन बाँचुला मैले पनि धेरै पुण्य कमाउनु पर्छ ताकि मलाई पनि स्वर्ग नै प्राप्त होस्। यसो भए ओङ्गे दाजुसित जीवनमा सँगै बाँच्न नपाएका धेरै अधुरो दिनहरू बाँच्न पाउनेछु। जीवनमै कमाउनु पर्ने यो साथ मृत्युपछि पनि कमाउने बाटो मैले राखिनँ भने मेरो दाजु फेरि मर्नेछ। तर म त्यसो हुन दिन्न, पटक्कै दिने छैन। छाडी गयो हामीलाई जीवनको यो मोडमा सम्झना भई बिलायो हावासँगै उडी गयो याद मात्र बरयो सम्झना मुटुमा आइरहन्छ बिथोल्छ बियोका पलहरूले टाढियौ तिमी नभेट्ने गरी अङ्गाल्छ